मार्क्स लिनु है अनि है के खानेकुरा किन्नु पहिला यता पसल जाउँ कि आँखा शीतल हुन्छ नि हैन सर के अरे उमेश अलिअलि हुँदैछ खत्म बाय बाय टाटा भगवान छ अनि हाम्रो पनि दिन होला यसरी बोकेर हिँड्ने हैन भगवान हामी जस्तो धनी मान्छेको शर्मा नर ब्रान्डेडमा जानुपर्छ ल के बोले भाइ अब के बोले मलाई डुप्लिकेट सामान दिनु भएछ नि अघि डुप्लिकेट पेन्ट दिनु भएछ नि त डुप्लिकेट पेन्ट गुड आफ्टरनुन नमस्ते सबैजनालाई आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु अनि आजको भ्लग चाहिँ के रहेछ भने के छ भन्दाखेरि हैन आज चाहिँ मेरो साथी केटिएमबाट यहाँ विराटनगर आउँदै हुनुहुन्छ सो अनि आफ्टर लङ टाइम पछि उहाँ र मेरो भेट चाहिँ हुँदैछ लगभग 5-6 वर्ष नै भयो उहाँ र मेरो भेट नभएको तर एकदमै ढिलो भइदियो क्या प्लेनको टिकट उसको लगभग 1:30 को थियो अहिले लगभग 5:30 बजे मात्र उसको अब फ्लाइट हुन आँट्यो भन्दा चाहिँ लगभग धेरै नै ढिले भइदियो क्या किन हो यति धेरै ढिले चाहिँ हैन अब मौसम कारण पनि हुनसक्छ हैन अब अन्य विविध कारण पनि हुनसक्छ तर यति धेरै ढिलो हुँदा चाहिँ एकदमै गाह्रो नै भयो त्यहाँ अब आउने प्यासेन्जरहरूलाई अब कति टाढा जानुपर्ने थियो तर ठिकै छ ढिलो भयो पनि केही छैन सेफली ल्यान्ड होस् यही कामना गर्छु अनि अब म केही छिनमा उसलाई चाहिँ लिन जाँदैछु हेर्दै अब एयरपोर्ट आइसक्यो साथीलाई लिनु हैन अब भर्खर चाहिँ ल्यान्ड भएकै छैन ल्यान्ड भएपछि अब यहाँ म चाहिँ उसको लागि कारहरू मिलाउँछु उनीहरूको लागि हैन कारलाई फोन चाहिँ गरेको थिएँ अब गाइजहरू अनि चाहिँ फाइनल्ली मेरो साथीसँग भेट भयो आफ्टर लङ टाइम पछि आयो कति वर्षपछि भने 6 वर्षपछि अनि यहाँ हामी चाहिँ रात परेर अहिले हामी उता जाँदैछौँ कता भने उता गोविन्दपुर यस्तै भयो एकदम ढिलो भयो क्या प्लेन चाहिँ एकदम ढिलो गर्दैछ हाम्रो साथी फुपूहरूलाई अब राति पो अनुहारै देख्दैन है भोलि फेस चाहिँ देखिँदैन भोइसबाट चिन्नु होला हामी लास्ट हेन्सम छौँ है गाइजहरू यहाँनिर हामी चाहिँ यहाँनिर चिल हान्ने बसिरहेछौँ होइन अब चाहिँ म चाहिँ हामी चाहिँ बुढो भइरहेछ धेरै वर्षसम्म यहाँ भेटघाट भयो के हो कपाल सपाल खुलिसक्यो तालु मात्रै देखिन्छ मेरो त किन होइन नि बुढो भइसक्यो अब तिमीलाई म सँगै हेर्नु को जेठो भन्दा मलाई जेठो भन्छ भन्दैन भन्छ गाइजहरू अब चाहिँ यहाँ मेरो साथीसँग भेटघाट गरेर हामी चाहिँ अब लाग्दैछौँ सपिङ गर्नु अनि बवालै रमाइलो भइरहेको छ यहाँ बल्ल होइन भेटघाट भएको आज चाहिँ चिल हान्ने हो रमाइलो गर्नुपर्छ आज एक दिन भएपछि यतातिर चाहिँ तिमीहरूले जग्गा किनेर बस्नुपर्छ क्या उमेश है हामी तर गर्मी चाहिँ गर्मी हुन्छ नि त होइन गर्मी हुन्छ महँगो छ ठाउँ चाहिँ महँगी नै हो अब अलिकति लाउरेको बस्ती अब खानेकुराहरू लिएर होइन सबै कुरा अलिक महँगै छ क्या यतातिर अलि राम्रो केटी देख्नु पाइन्छ हो त गाडी चढ्दै थाहा भयो क्या धरान आएपछि चाहिँ हल्का आँखा शीतल हुन्छ नत्र भए चाहिँ आँखा अँध्यारो हो जति बेला पनि म बसेकोतिर विराटनगरतिर त झन् के भन्नु र तर हाम्रो चाहिँ अब धरान बस्ने सोच चाहिँ सपनै रहने भयो भाडामा बस्नुपर्छ होइन उमेश तिमीहरूको त अब काठमाडौँ घर के धरान आउँथ्यौ र उहाँ बस छोडेर यहाँ त किन आउनु र होइन अब त फ्याक्ट किन हुनु र त्यो भनेको चाहिँ सहरबाट गाउँ फर्के जस्तै हो क्या त के अरे काठमाडौँबाट यहाँ आउनु चाहिँ के कसो हो त्यस्तै हो राजधानीबाट अब फर्किनु भनेको अनि अलिक त्यो हो त अनि हामी जस्तो धनी मान्छेको शर्मा नर ब्रान्डेडमा जानुपर्छ ल त्यहाँनिर ट्राभलरहरू राम्रो थियो जस्तो लागेन क्या तैपनि हेरौँ न त्यहाँ हुने पसल धेरै छ त्यसकोमा हेर्नुपर्छ भन्ने पनि छैन नि त होइन किन्नै पर्छ भन्ने छैन अब भरे त्यसलाई होइन त्यही हो कहाँ हो यहाँ पर्तिर भानु त के हो साह्रै ब्रान्डहरू पाउँछ
धरान मुजी अलिक महँगै खाउँ क्या मासु महँगो होला नि त मैले त किन्नु सकेँ भने तिमीले किन्नु सक्दैनौ एकछिन ल मैले किनेको ठाउँ कहाँ हाने नि उयो परको माक्स हो र माक्स किनिदिने हो किनिदिनु न त कति हो 10 रुपियाँ मात्र 10 रुपियाँ मात्रै है चेन्जै छैन माक्स लिएर नभने केही खानेकुरा किन्दैन नि खानेकुरा अहिले हामी उयो पसलमा हुन्छौँ कि त्यहाँ आउनु हामी किनिदिइहाल्छौँ त्यहाँ चेन्ज गर्छौँ उयो ल ल ल गरिदिउँ न त होइन अब के छ र है अनि है केही खानेकुरा किन्दैन नि ल के खाने म झोलमामा खाने झोलमामा किनिदिने है ल किनिदिउँ न त झोलमामा जाउँ पहिला यता पसलमा जाउँ कि चल झोलमामा किनिदिइहालेँ म यहाँ हामी किनेर आउनु सामान ल हामी चाहिँ अब यहाँ म फेरि अघि चाहिँ सपिङ गरेर यहाँ आएको अब यहाँ म यो दाइलाई म स्क्याम गर्दैछु क्या खै त्यो दाइ कहाँ गयो खै हाम्रो दाजु खै मलाई डुप्लिकेट सामान दिनुभएको छ नि अघि डुप्लिकेट पेन्ट दिनुभएको छ नि त डुप्लिकेट पेन्ट त्यसो भने त मैले जो उयो सोद्धाखेरि यहाँ सबैजनाले हो र यो डुप्लिकेट हेर्नु त अनि साट्नु भएको भनेर तपाईँलाई झुकाएको कि यो ट्राउजर दिनु न फेरि आएको क्या किन्नुलाई उहाँ पनि किन्ने अरे कि त अब तपाईँले अघि मलाई मिलाएर भने जस्तो लाग्यो फेरि हामी आएको छौँ अब मिलाएर दिनुहुन्छ भनेर आएको भनेखेरि बुझ्नुभयो कि भयो मिलायो कि नमिलायो त्यो त खै त्यो दाइ चाहिँ ए दाइ पेन्ट डुप्लिकेट दिनुभयो अरे नि त हामीलाई त्यसो भन्दै थियो क्या त्यहाँ तल हुँदै सबैले त्यसो भने त फसाएको छ भन्दै थियो उयो एउटा ट्राभल त अलिक राम्रो खालको छ अलिक कम्फर्टेबल खालको त्यो छैन देखाउनु त फेरि आएको छु तपाईँकोमा भनेर म त त्यस्तो हो क्या अब त्यहाँ राम्रो चाहिँ देखाउनु पऱ्यो राम्रो सस्तो ब्रान्डेड फिटिङमा होइन अलिक ब्यागी टाइपमा होइन त्यसको लागि हो क्या ए अलिक ब्रान्डेड हो क्या तिनीहरू त अलिक मन परेन मलाई मन परेन उसलाई काम मन पऱ्यो होला क्या बा दाम बढाउनु भयो कि के थाहा नि होला कि अब त्यो अब ट्याक्कै हेर्दाखेरि त्यो त्यसको गुणस्तर थाहा हुँदैन हुनु चाहिँ होइन लाउँदाखेरि कस्तो हुन्छ भने अब हेर्दा पनि झ्याट्ट म अनि अब यस्तो क्या हेर्दैमा त्यसको गुणस्तर थाहा चाहिँ हुँदैन होइन लगाएपछि अब अलिकति कलर मन पर्छ खाने होइन झोलमानमा खाने होइन झोलमामा खाने ल बस तिमी त्यहाँ एक ठाउँ झोलमामा दिनु न उसलाई कति पैसा झोलमामा एक ठाउँ दिनु ल के खान्छौ पर्कमा खान्छौ कि पर्कमा 275 जाऊ त्यहाँ बसेर हामी त जान्छौँ ल ल भाइ खाएर जाऊ ल कता हो हाम्रो ठाउँ चिनेको जस्तो लाग्यो क्या मलाई अनि अब हामी कहाँ जानु त्यहीँ जानु तिमीलाई मन पऱ्यो त्यो मन त परेको थियो नि तै पनि अब होइन डुलुम धेरै नहिँड्नु जस्तो लाग्यो कहाँ त्यो खोज्नु क्या ए त्यही भएर त्यो नकिनौँ भनेको ए धेरै उयो नगरौँ भनेको धरानको फेसन चाहिँ खत्रै छ है हेर्न आँखा शीतल हुन्छ नि होइन सर के अरे उमेश अलिअलि हुँदैछ बनाउनु मास्क किन्नु कति रुपियाँ मास्क किन्नु अरे अनि मास्क चाहिँ धेरै ल कतिवटा लानु 2टा लानु ल एउटा 2टा ल भयो अब मास्क चाहिँ माथि किन्नु लाउँछ त हामी
चाहिँ हामी ओसो श्रम पार्कतिर लाग्दैछौँ अनि त्यहाँ गएर चाहिँ हामी दामी 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 एकदमै दामी फुल हुन्छ भगवान् छ अनि हाम्रो पनि दिन होला यसरी बोकेर हिँड्ने होइन भगवान् छैन त्यही भएर हामी चाहिँ होइन सिङ्गल सिङ्गल हिँडिरहेको छौँ मजै भइरहेको छ होइन तर पनि होइन होइन ठिकै छ ओहो श्रम पार्क हर्का सम्पङ पार्क तर दामी छ अहिले चाहिँ तर उडास लाग्दो भएको छ क्या त्यो पानी सानी नभएर अस्ति म एक्लै गएको थिएँ त्यहाँ होइन यति भेट्नु पाएर नि एकदम खुसी छु क्या अब त्यो तिमी आउने दिनहरू निन्दै नलागेर त्यो मान्छे कहिले आउँछ र भेट्नु भइरहेको थियो क्या मलाई त हो साँच्ची अब हुँदा अब कहिले धेरै टाइम भएर होला होइन अनि त्यही हो भेट्नु चाहिँ पुरै मन लागिरहेको थियो तिमीलाई देख्यो भने त केटीहरू त कति मक्कै पर्छ होला होइन केटीहरूले हेर्नु कम्ता हेरिरहेको हुँदैन तिमीलाई नै हेरेको होला क्या प्रायः जस्तो होइन कसरी बिल्ला लाग्छ मान्छे त तिमी लास्ट हेन्छम छ भने फेरि त अब यही हो कि तर तिम्रो होइन लास्टै हेन्छम हो क्या मान्छे चाहिँ तर हाइट त अलिकति हुइदिनु पर्थ्यो होइन अन्त तर त्यति साह्रो पनि छैन है म जस्तो चाहिँ त्यो ज्यान अनुसारको भन्छ वेट अनुसारको हाइट छैन होइन वेट ठुलो भयो हाइट अलिक यहाँ त्यो भएको हो नत्र भने कोरियन लुक्स नि आमा म गौरव भाइ पनि लास्ट हेन्सम भएछ है कोरिया गएपछि मान्छेहरू सबै हेन्सम हुन्छ क्या हो खानपानहरू पनि अर्कै सफा हुन्छ क्लिन हुन्छ होइन नेली हुन्छ सरसफाइ हुन्छ होइन त्यही त हो लुगाहरू फोहोर हुँदैन होइन बाइक पर लानु दिँदैन होला होइन अब फाइनली हामी चाहिँ यहाँनिर श्रम पार्क आइसक्यौँ होइन बाइक चाहिँ टक्क अब तर हामी यताबाट छिरेर जानुपर्छ तर ए माथिबाट हाल्नु त बाइक लानु दिँदैन होला अहिले चाहिँ हामी यहाँनिर श्रम पार्कमा आइपुग्यौँ अनि हामी चाहिँ अब यहाँ हाम्रो फुपूहरू अनि बोजूहरू आउनुहुँदैछ यहाँ प्लस हाम्रो उमेश साथी पनि त्यहाँ फोटोसोटो हान्दैछ होइन हामी चाहिँ एकछिन केही वेट गर्छौँ अनि त्यसपछि हामी यहाँभित्र छिर्नेछौँ होइन अनि त्यसपछि बबाल फोटो खिच्नेछौँ अनि बबाल सिनहरू देख्नेछ यस्तो दामी फुल फुलिरहेछ होइन पहिला चाहिँ धरानमा केही नै थिएन यस्तो पार्कहरू अहिले यो बनाएपछि चाहिँ यहाँ मान्छेहरू यति धेरै हुन्छ होइन अहिले यति धेरै हुन्छ यहाँबाट चाहिँ धेरै के भन्छ शुल्कहरू पनि के भन्छ उठिसक्यो अरे अनि हाम्रो उमेश साथी चाहिँ भर्खर आउनु भएको नि त अनि एकदम इन्जोय गरिराख्नु भएको छ अनि मलाई नि इन्जोय नै भइरहेछ